आज काठमाडौँको त्रिकुनेमा राजावादीले गरेको आन्दोलन अराजक बनेपछि काठमाडौँमा सेना परिचालन गर्नु परेको छ। सेना परिचालनको साथै आज काठमाडौँका विभिन्न स्थानमा कर्फ्यू समेत जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश जारी गरेको छ। राजावादीको आज भएको उक्त आन्दोलन अराजक बनेपछि प्रहरीले तीनकुने प्रदर्शनमा जनकमान्डर तोकिएका दुर्गा परसाईलाई पक्राउ गर्ने तयारी गरेको छ। तितुको आन्दोलनले हिंसात्मक रूप लिएपछि उनलाई पक्राउ गर्ने प्रहरीको निष्कर्ष रहेको छ। वर्तमान व्यवस्थाको पक्ष र विपक्षमा राजधानीमा एकै दिन आज दुईवटा प्रदर्शन भएका थिए। शुक्रबार राजधानीको भिरकोटी मण्डपमा समाजवादी मोर्चा, गणतन्त्र पक्ष र तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका थिए। तीनकुनेको प्रदर्शन भने हिंसात्मक बन्दै गएको थियो। प्रदर्शनकारीले एकीकृत समाजवादीको कार्यालयका साथै केही घरमा आगलानी र तोडफोड गरेका छन्। स्थिति नियन्त्रण बाहिर गएपछि तीनकुने क्षेत्रमा कर्फ्यू लगाइएको थियो भने यति बेला सेना परिचालन समेत गरिएको छ। अहिले हामी जडीबुटीमा रहेका छौँ। सडकमा चाहिँ पुरै सेना परिचालन गरेको अवस्था रहेको छ। आन्दोलनले एकदम उग्र रूप लिएर बढ्दैछ। पूर्ण रूपमा सेना परिचालन गरेको अवस्था।